Hello guys, namaste, good morning, welcome to my YouTube channel. आजको मेरो बिहानको काम अब आँगन बढाल्ने, गाईहरू निकाल्ने यस्तै हो। मम्मी पनि हुनुहुन्न आज, मम्मी पनि जानु भएको छ इन्डिया सम्मेलनमा। अब आज के गर्छु तपाईहरुलाई सबै देखाउँछु ल। म चाहिँ अब आँगन बढाल्न थाले। अब आँगन बढालिसकेपछि अब कुखुराको बच्चा पनि निकाल्न जानुपर्छ। सानो सानो छ नि त, ढोका खोल्नु पर्यो। कुखुराको बच्चा पनि निकालिसके मैले। अनि त्यसपछि हात मुख धोइसकेपछि अब भात पकाउन गएको। म चाहिँ चुलोमै भात पकाउँछु, किनकि दाउरा छ नि त, अहिले सुक्खा मौसम छ। अनि दाउरामै भात पकाउन राम्रो लाग्छ अनि मिठो पनि हुन्छ भात। अनि घरमा चाहिँ फर्सी तरकारी थियो, त्यो फर्सी तरकारी मैले पकाइदिएँ। हरियो साग अनि अझै एउटा तरकारी आलुको भुजिया गरिदिएँ। अनि सबै भात सागहरू पाकिसकेपछि, खाना खाइसकेपछि अब लुगा धुनु पर्यो। अब मोटर चाहिँ बिग्रेको रहेछ क्या, धेरै बज्दो रहेछ ख्याट। अनि मैले टेम्पोररी त्यसमा तार हालेर मैले फिट गरेँ। अनि त्यति बज्न चाहिँ बन्द भयो, त्यति धेरै ख्याट बज्न थालेन। अनि नानी पनि सुतिसकेको थियो, नानीलाई सुताइवरी अब लुगा पनि यति हुन्छ डेली एक आरी, सानो नानीको, अनि त्यसपछि बुढाको, अनि कहिलेकाहीँ मेरो भयो भने 2 आरी नै धुनुपर्छ। तर डेली एक आरी नौतो गरिकन, कहिलेकाहीँ मात्रै थोरै हुन्छ 4-5 वटा, नभए त डेली एक आरी मलाई धुनुपर्छ हौ। तपाईहरुको पनि घरमा सानो बच्चा हुँदा यस्तै हो कि डेली एक आरी कपडा धुने? मेरो बच्चा त झन् यति के भन्छ धुलोमा खेल्न जान्छ, बाफरे एकछिनमै लुगा फोहोर पारिहाल्छ हो। ल्याउँदा चाहिँ रुन थाल्छ। अनि के गर्नु त, अनि खेल्न दिएन भने रुन्छ, ल्यायो भने पनि रुन्छ। अनि छोडिदिन्छु, बरु होस् डेली धुन्छु लुगा त। म अब लुगा धोइसकेपछि माथि सुकाउन गएँ। अब लुगा सुकाइसकेपछि अब गाईलाई पनि पानी दिन जानुपर्छ, तिर्खा लाग्यो गाईलाई पनि। अब म चाहिँ गएको गाईलाई पानी दिन। पानी दिनलाई। यो कालो गाईले त पानी पनि खाएन हौ, यसले त अलिकति खायो यो सानो गाईले। अनि कस्तो मेरो घरमा लाइन पनि थिएन, अनि पल्लो घरको आन्टीकोमा गएर मोबाइल चार्ज गरेर ल्याएको। आउँदा थाकेँ, अनि नानीलाई यहाँ खेल्न दिएँ। एकछिन नानी पनि खेल्यो। अनि त्यसपछि हामी हट्यातर्फ लाग्यौँ। यो चाहिँ हाम्रो गाउँको हट्या, सानो हट्या लाग्छ। यो चाहिँ वडा कार्यालय भयो। अनि यो चाहिँ हाम्रो आन्टीको टेलर्स, सिमरन टेलर्स। यो चाहिँ सिमरन। हाम्रो गाउँमा चाहिँ इलेक्ट्रिक चुल्हाको पनि एडभर्टाइजमेन्ट गर्नलाई आउनु भएको रहेछ मान्छेहरू। पेपर दिनुभयो, पढ्यौँ हामी पनि। अनि यता चाहिँ मन्दिर रहेछ, दुर्गा मन्दिर। यो चाहिँ हाम्रो गाउँको सानो दुर्गा मन्दिर, दर्शन गर्यो। अनि यसपछि किराना पसलतिर लाग्यौँ। मेरो घरमा सर्फ साबुन सकेको रहेछ, अनि त्यही किन्नलाई गएको। बेलुका भइसकेको थियो, अनि भात पकाउन थालेँ। अनि नानी पनि सुतिसकेको थियो। अनि भात पकाइसकेपछि अब भात खाने भनेको त मेरो नानी पनि उठिसकेको थियो। नानीसँग पनि खेलेको एकछिन। अनि खेलिसकेपछि अब भात खानुपर्छ। आजको भिडियो यतिसम्म, थ्याङ्क यू। भात खाएर सबै कामहरू गरेर अब सुत्ने हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु। थ्याङ्क यू, बाई, सी यू इन नेक्स्ट ब्लग।